जन्मकुण्डली हेर्दै गर्दा ग्रन्थकारहरूले छोरी मान्छेका लागि छुट्टै विशेषता निर्माण गर्नुभएको छ। त्यो के भने स्त्री जातकाध्याय। स्त्री जातकाध्याय भनेको पहिलाको जमानामा यदि छोरी मान्छेको कुण्डलीमा केही त्यस्तो विशेष देखियो, विशेष चाहिँ त्यस्तो राजयोग देखियो अथवा विशेष केही देखियो भने उसको श्रीमानमा घटाउने चलन थियो। किनभने पहिलाको जमानामा आजभन्दा केही समय अगाडिसम्म छोरी मान्छेहरू घरमा मात्रै सीमित हुन्थे, तर आज राष्ट्रपतिसम्म हुने अवस्था आयो। अब आजको अवस्थामा छोरी मान्छेकै चिनामा यदि त्यस्तो राजयोग अथवा त्यस्तो विशिष्ट योग कुनै चाहिँ देखिएको रहेछ भने छोरी मान्छेमा नै घटाउनु पर्यो। तर ग्रन्थकारहरूले सामान्यतया गुणशीलयुक्त कस्तो चाहिँ छोरी मान्छेको चिनामा कस्तो अवस्थामा गुणशील ऐश्वर्य सम्पन्न छोरी मान्छेको चिना हुन्छ त भन्नका लागि युग्मे सुलग्न शशिनो प्रकृति स्थिता स्त्री। युग्म भनेको दुईटै के भन्दा लग्न र चन्द्रमा यदि सम राशिको छ भने, सम राशि भन्नाले जोड राशि 2 4 6 8 10 12, लग्न सम राशिको छ र चन्द्रमा पनि सम राशिमा गएर 2 4 6 8 12 मा गएर बसेको छ, चन्द्रमा पनि सम राशिमै छ भने त्यस्तो अवस्थामा युग्मे सुलग्न शशिनो प्रकृति स्थिता स्त्री। प्रकृतिले पनि प्राकृतिक हिसाबले पनि ती स्त्री असाध्यै सुन्दरी है। युग्मे सुलग्न शशिनो प्रकृति स्थिता स्त्री सत्शील भूषणयुता शुभदृष्टयोश्च। सत्शील आचरण अब ऐश्वर्य इत्यादिले सम्पन्न हुन्छन्। सत्शील भूषणयुता, सम्पूर्ण भूषण माने ऐश्वर्य है, सत्शील सम्पन्नता इत्यादिले युक्त हुन्छन्। युग्मे सुलग्न शशिनो प्रकृति स्थिता स्त्री सत्शील भूषणयुता शुभदृष्टयोश्च। अझ त्यहाँ के भन्यो भने कुनै पनि छोरी मान्छेको लग्न सम राशिको होस्, चन्द्रमा सम राशिमा गएर बस्यो भने त्यो छोरी मान्छेको स्त्रीको आकार प्रकार राम्रो हुन्छ, सुन्दरताले भरिएको हुन्छ कुरा बुझ्नु। तर चन्द्रमा सम राशिको लग्न विषम राशि अर्थात् अलिकति फेरिएर बसेको के, लग्न चाहिँ सम राशिको चन्द्रमा विषम राशिको, एउटा सम एउटा विषम यसरी भयो भने अलिकति पुरुषाकृति पुरुष स्वभाव कुनै महिलालाई हुन्छ नि, केही काम गर्नु पर्यो भने आफै ड्याङ ड्याङ गर्ने हो, त्यस्तो खालको प्रकृति। तर दुईटै चाहिँ तपाईँको बिजोर राशिको 1 3 5 7 9 11 बिजोर राशिको यदि चाहिँ तपाईँको लग्न पर्यो र चन्द्रमा पनि बिजोर राशिमै गएर बस्यो भने चाहिँ ती स्त्री सामान्यतया पुरुषाकृति र पुरुषको स्वभाव भन्नाले उसले गर्ने काम मानसिकता विचारधारा पुरुषाकृतिको हुन्छ भनेर बताएको छ। तर युग्मेषु लग्न शशिनो प्रकृति स्थिता स्त्री सच्चिन भूषणयुता शुभदृष्टयोश्च। चन्द्रमा र लग्न दुईटै सम राशिको छ र त्यो लग्नलाई अथवा चन्द्रमालाई शुभदृष्टयोश्च शुभ ग्रहले देखेको छ अथवा सम्बन्ध बनाएको छ भने त्यसमा त झन् सुनमा सुगन्ध हुन्छ।